घन्टीमै दिने सातवटा भोट छ हाम्रो घन्टीमै जान्छ। जनतालाई आश्वासन मात्र देखाएर आँखामा छारो हाल्ने मात्र गरे नि त। मैले धेरै चुनाव खाँदा आज 73 वर्ष भयो। अहिलेको पाण्डव र गौरवको चुनाव छ। धर्म जान्नेले अब घन्टीमा राख्नु राम्रो नेतृत्व गरिराखेको भए यो देशमा सबै कुरा ठिकठाक भइदिराखेको भए हामी जस्तो छोरी पुस्ताहरू राजनीतिमा आइराख्नै पर्दैन थियो। गुम्बासीलाई खै लाल पूर्जा अहिलेसम्म पाएको छैन हामीले। विजय मतपत्रमा घन्टी चुनाव चिन्हमा मत हालियो भनेदेखि परिवर्तन पक्कै हाम्रै पालामा सम्भव छ। सांसदहरूले गर्ने काम र स्थानीय निकायले गर्ने काममा फरक छ। अब चाहिँ केही न केही गर्नको लागि जोस बोकेर आएका युवाहरूलाई हेर्नुपर्छ भनेर जनताहरू आफै जागरुक भएको मैले देखेँ। त्यो देख्दाखेरि मलाई खुसी पनि लाग्यो। मैले अघि पनि भनिसकेँ, म कलाकार कमेडी गर्ने मान्छे, तर नेताहरूले हँसाउन थालेपछि, नेताहरूले संसद भवनमा कमेडी गर्न थालिसकेपछि अब चाहिँ हामी युवाहरू जागरुक हुनुपर्छ है। कलाकारले पनि राजनीति गर्न सक्छ भनेर कतिपय कलाकारहरू पनि राजनीतिमा आउनु भएको छ। उहाँहरूलाई पनि मेरो शुभकामना छ। किन भन्दाखेरि सबै क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्छ। सबै क्षेत्रमा आफ्ना समस्याहरू छन्। ती समस्याहरूलाई चाहिँ पोलिसी लेभलमा पुर्याएर काम गर्नुपर्ने अवस्था नेपालमा छ। अब यहाँ आफ्नै समस्याहरू स्थानीय लेभलमा पनि समस्याहरू होलान्, तर सांसदहरूले गर्ने काम र स्थानीय निकायले गर्ने काममा फरक छ। तर हुँदै गर्दाखेरि नेपालमा चाहिँ के छ भन्दा सांसदले नीति नियममा पनि काम गर्नु पर्यो, सँगसँगै स्थानीय समस्याहरूलाई पनि हेर्नुपर्ने अवस्था हामीले देखेका छौँ। मेरो घर चाहिँ धादिङ हो। धादिङ क्षेत्र नम्बर 1 मा आशिका तामाङजी उठ्नु भएको छ। उहाँको लागि पनि मैले भोट मागिराखेको छु। किन भन्दाखेरि जेनजी आन्दोलनमा घाइतेहरूको लागि मरिमेटेर लाग्ने सेवा गर्ने आशिका तामाङ हुनुहुन्थ्यो। उहाँको लागि पनि मैले धादिङमा भोट मागिराखेको छु। हिजो म गोर्खामा थिएँ, सुदन गुरुङजीको लागि भोट मागेँ। जेनजी आन्दोलनमा जुन उहाँले लिड गर्नुभएको थियो त्यो तारिफ गर्न योग्य छ। चितवन क्षेत्र नम्बर 3 मा सोभिता गौतमजी उठ्नु भएको छ। उहाँ आफैमा क्षमता भएको मान्छे हुनुहुन्छ होइन। उहाँले कानुन क्षेत्रमा यति धेरै काम गरिसक्नुभयो। संसद भवनमा योभन्दा अघिल्लो चोटि पनि चुनाव जितेर गएर अत्यधिक काम गर्नुभएको छ। इन्टरनेसनल प्लेटफर्ममा समेत उहाँ पुगिसक्नु भएको छ। त्यस्तो उम्मेदवार चितवन क्षेत्र नम्बर 3 ले पाएको छ। सो तपाईँहरूले यो अपर्च्युनिटी, यो चान्स मिस गर्नु हुँदैन। सोभिता गौतम जस्तो उम्मेदवारलाई चितवन क्षेत्र नम्बर 3 ले जिताएर पठाउनुपर्छ, ताकि उहाँले यहाँका समस्याहरूलाई चाहिँ संसद भवनसम्म लैजान सकुन्, नीति नियममा काम गर्न सकुन्। त्यस्तै काभ्रेबाट डाक्टर राम लामा सर पनि आउनु भएको छ। उहाँले ग्रिन हाइड्रोजनमा काम गरिरहनु भएको छ। तर हाम्रा नेता, पुराना नेताहरू जो हुनुहुन्छ नि, उहाँहरूलाई गएर ग्रिन हाइड्रोजन भने के हो यो भनेर चाहिँ भाग्ने स्थिति छ। उहाँहरूले बुझ्नुहुन्न यो जेनेरेसनले के भन्न चाहनुहुन्छ, त्यो बुझ्नै चाहनुहुन्न र बुझ्नु पनि हुन्न। तर अब यो जेनेरेसन ग्याप हामीले हटाउनुपर्छ। जेनजी युग आइसक्यो। जेनजी भन्दा अहिले त अब जेन अल्फा सल्फा भन्ने पनि आइसक्यो। यो भएर हामीले समयअनुसार अगाडि बढ्न सक्नुपर्छ र यस्ता युवाहरूलाई, सोभिता गौतम जस्ता नेत्रीलाई, डाक्टर राम लामा जस्ता हुनार युवालाई चाहिँ हामीले जिताएर संसद भवनमा पुर्याउनु पर्ने स्थिति छ। सो यो पटक चाहिँ घन्टीमा भोट हालेर बहुमतको सरकार बनाउनको लागि तपाईँ हामी लाग्नुपर्छ र लाग्नु होला भन्दै म आफ्ना शब्दहरू यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। देशले परिवर्तनको मुडमा आएर उभिएको छ। देशमा हामीले हिजोको दिनसम्म सधैँभरि के देख्यौँ भन्दाखेरि मुख्यतया 3टा दलहरूले प्रधानमन्त्रीको कुर्सी कसले सम्हाल्ने भनेर त्यो कुर्सी तानातान गरेर त्यही कुर्सीमा को बस्ने भनेर कम्पिटिसन गरेर नेपाली जनताका मुद्दाहरू चाहिँ त्यत्तिकै त्यही कुर्सी मुनि रहिराखे। कसैले पनि सम्बोधन गरेनन्, कसैले पनि सम्बोधन गर्ने स्थिति बनेन। यदि यो देशमा नेतृत्व गरिरहेकाहरूले राम्रो नेतृत्व गरिराखेको भए, यो देशमा सबै कुरा ठिकठाक भइदिराखेको भए हामी जस्तो छोरी पुस्ताहरू राजनीतिमा आइराख्नै पर्दैन थियो। हामी जे गरिराखेका थियौँ त्यही पेसामा गरिराख्दाखेरि, हामीले त्यही ठाउँमा काम गरिराख्दाखेरि राम्रो हुन्थ्यो होला। तर यो देशमा नेतृत्व गर्नेहरूले राम्रो नेतृत्व नगरिसकेपछि अब कति गुनासो गर्ने, भएन भनेर तपाईँहरूले पनि गुनासो गरिरहनु भएको छ, हामीले पनि गुनासो गरिराखेका थियौँ। जति गुनासो गरे पनि गुनासो पनि नसुन्ने, काम पनि नगर्ने भएपछि ल भयो अब यो गुनासो गर्न छोडिदिउँ। मूलधारको नेतृत्वमा अब हामी आफै जाने, नेपाली जनताको मुद्दा हामी आफै उठाउने र तिनलाई समाधान पनि हामी आफै गर्ने। अब अरूलाई गुनासो गरेर बस्ने होइन, अब मूलधारमा हामी आफै आएर समाधान गर्ने भन्ने उद्देश्यका साथ हामी आएका हौँ। तपाईँहरूलाई थाहा नै छ
हाम्रो पार्टीका सभापति रवि लामिछाने हिजोको दिनमा उहाँले यो समाजमा यति धेरै दुःख पीडामा परेका मानिसहरूलाई मलम लगाउने काम गर्नुभयो। बेचिएका मानिसहरूलाई, पेलिएका मानिसहरूलाई, अप्ठ्यारोमा परेका मानिसहरूलाई सधैँभरि कहाँ छौ, म तिमीहरूलाई सहयोग गर्नको लागि तत्पर छु, मैले सके जति मद्दत पुर्याउनको लागि म तत्पर छु भनेर हिजो एउटा क्यामेराको माध्यमद्वारा सबैको घर आँगनमा, सबैको मन मस्तिष्कमा पुग्न सफल व्यक्ति हो रवि लामिछाने। उहाँले एउटा क्यामेराको माध्यमद्वारा एकजना व्यक्ति आउनुहुन्छ, दुईजना व्यक्ति आउनुहुन्छ, दुःख पीडामा परेका सबैको दुःख उही त हो नि आखिरमा। अनि दुःख पीडामा परेका व्यक्तिहरू आउनुहुन्छ, कति पो हामीले सम्बोधन गर्न सकिएला, एउटा पत्रकार भएर कति पो सम्बोधन गर्न सकिएला। यदि यो देशका दुःख पीडाका मुद्दाहरूलाई हामीले सम्बोधन गर्ने हो भने अब एकै झड्कामा यस्तो कानुन बनाउने कि एकै झड्कामा दुःख पीडामा परेका मानिसहरूको मुद्दा सम्बोधन होस् भनेर उहाँले मूलधारको राजनीतिमा प्रवेश गर्नुभयो। र उहाँले मूलधारको राजनीतिमा प्रवेश गर्दै गर्दा यो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नुभयो र म पनि त्यही पार्टीमा स्थापना कालदेखि उहाँसँग जोडिएर आएको। गएको निर्वाचनमा 79को निर्वाचनमा असारमा हाम्रो पार्टी स्थापना भयो, मङ्सिरमा चुनाव भयो। अनि असारमा पार्टी स्थापना गरेर मङ्सिरमा भाग लिँदै गर्दाखेरि हामीलाई के लागेको थियो भने रवि लामिछाने एकजना मात्रै त्यो संसद भवनमा हुँदै गर्दाखेरि पनि कति परिवर्तन हुन्छ होला भन्ने हामीलाई लागेको थियो। अनि हाम्रो ध्यान नै के थियो भने अरूले जेसुकै गरे पनि रवि लामिछानेले चाहिँ जित्नुपर्छ। अब म पनि उम्मेदवार थिएँ, तर रवि लामिछानेले पहिला जित्नुहोस् है, सबैको आशिक चाहिँ उहाँलाई लागोस् भन्ने किसिमको हाम्रो अपेक्षा थियो। त्यो हिजोको दिनको कुरा। अनि हामी संसद भवनमा एक्लै होइन, उहाँ जाँदै गर्दा 21जना सांसदलाई लिएर जानुभयो। संसदमा हामीले नेपाली जनताका मुद्दाहरू त उठान गऱ्यौँ। तपाईँहरूले हेर्नुभयो नेपालको संसद जस्तो कसरी बन्यो भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आवाज उठाइदिएका कारणले बन्यो भनेर सबैले प्रतिक्रिया दिइरहनु भएको छ। हामीले आवाज उठाएका कुराहरू तपाईँहरूले त्यो सुन्नु नै भएको छ भन्ने मलाई लाग्दछ। अब हिजोको दिनमा नेपाली जनताका मुद्दाहरू संसद भवनमा उसले पनि घन्टीमा भोट माग्दैछ क्या, त्यहाँ अहिले सबैले घन्टीमा भोट माग्दैछन्, कोट्टाइ। अब तपाईँले दिन भन्नुभएछ क्या हो, उहाँ चाहिँ घन्टीमा भोट माग्दै आइपुग्नु भयो। अब मैले धेरै कुरा गरिनँ। संसदमा हुँदै गर्दाखेरि नेपाली जनताको मुद्दा हामीले संसद भवनबाट उठान गर्यौँ। कानुन निर्माणमा पनि हामीले जति भूमिका खेल्न सक्थ्यौँ ती भूमिकाहरू हामीले खेल्यौँ, हिजोको दिनमा गऱ्यौँ। र देशबाट बाहिर गइसकेपछि नेपालको मुद्दा सम्बोधन गर्नको लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि त्यो आवाजहरू हामीले उठायौँ। संसद भवनमा होस् अथवा अन्तर्राष्ट्रिय जगतमा होस्, नेपाल र नेपालीको हितको लागि हिजोको दिनमा हामीले जति भूमिका खेल्न सक्थ्यौँ त्यो भूमिका हामीले खेलेकै हो। तर हाम्रो 5 वर्षे कार्यकाल पुरा नहुँदै निर्वाचन बिचमै आइपुग्यो। हाम्रो 84मा चुनाव हुन्छ भन्ने अपेक्षा थियो, तर युवा जेनजी पुस्ताहरूले यो देशमा व्यथित धेरै भयो, कुशासन धेरै भयो, धनी मानिसहरू झन्झन धनी हुँदै गए, नेताहरू झन्झन धनी हुँदै गए, जनताहरू झन्झन गरिब हुँदै गए। अब यो यस्तो किसिमको समाज हामीलाई चाहिँदैन। हामीलाई यो समाज बदल्ने किसिमको नेतृत्व चाहिन्छ भनेर उहाँहरूले माग गरे बमोजिमको निर्वाचन 2082मा आइपुग्यो। त्यसकारणले यसपटक मैले चितवन क्षेत्र नम्बर 3बाट उम्मेदवारी दिएको छु, तपाईँहरूको घर आँगनबाट उम्मेदवारी दिएको छु। यसपटक परिवर्तनको लागि तपाईँहरूले घन्टी चुनाव चिन्हमा मतदान गर्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। र यसपटक तपाईँहरूले यो चितवन जिल्लाका सुदन गुरुङको अङ्कल आन्टी ठुल्यामाहरू धेरै हुनुहुन्छ भन्ने पनि मैले सुने। त्यो भदौ 23 र 24 गतेको त्यो आन्दोलनको समयमा कसरी तपाईँको भदा छोरा के पर्छ नाता अनुसारको कसरी उहाँले हिजोको दिनमा त्यहाँ सम्हाल्नु भएको थियो। गोली लागेका हाम्रा कलिला भाइ बहिनीहरू, ढलेका भाइ बहिनीहरू त्यो सडकमा क्षतविक्षत अवस्थामा हुँदै गर्दा कसरी त्यो आन्दोलनलाई सम्हाल्नु भएको थियो भन्ने कुरा तपाईँहरूले देख्नु नै भएको छ। त्यसपछि यो देशमा अब नेतृत्व त्यसरी गोली हान्ने सरकारले होइन, यो देशमा हामीलाई माया गर्ने नेतृत्व चाहिन्छ भनेर युवा पुस्ताले मागे बमोजिमको निर्वाचन हुँदैछ। त्यसकारणले पनि तपाईँहरू घन्टीमा भोट हाल्नको लागि तत्पर हुनु भएको छ भन्ने मेरो अपेक्षा छ। तपाईँहरू त्यसरी मनस्थिति बनाइसक्नु भएको छ भन्ने कुरा पनि मलाई विश्वास छ। अब धेरै कुरा भनिरहनु परेन। आउने निर्वाचनमा 2टा मतपत्र हुन्छ, 2टै मतपत्रमा घन्टी चुनाव चिन्हमा मत हालियो भनेदेखि परिवर्तन पक्कै हाम्रै पालामा सम्भव छ। यदि यो पालि पनि युवा पुस्ताले यति धेरै माग्दै गर्दाखेरि पनि परिवर्तन गर्न सकिएन भने मलाई लाग्छ आउने दिनहरूमा भविष्यहरूमा कहिल्यै पनि हामी परिवर्तन गर्न सक्नेवाला छैनौँ। किनभनेदेखि देशले अहिले ढुङ्गा माटो देख्नुभयो, अघि तपाईँहरूको वरिपरि जो आएका थिए सबैले अहिले चाहिँ घन्टी चुनाव चिन्हमा भोट मागिरहेका छन्। किनभने देश परिवर्तन गर्ने पक्षमा सबैजना उभिरहेको अवस्था छ। तपाईँहरू पनि त्यो परिवर्तनको पक्षमा उभिन मेरो आग्रह छ। यहाँबाट यहाँहरूका स्थानीय गाउँठाउँका मुद्दाहरू जे छन् यी मुद्दाहरूलाई राष्ट्रिय राजनीतिमा सधैँभरि उठान गर्ने र राष्ट्रिय राजनीतिमा ती मुद्दाहरूलाई सधैँका लागि समाधान गर्नको लागि पनि म तत्पर भएर आइसकेको छु। कति सकिन्छ
त्यो भोलिको कुरा होला। तर इमान्दार तरिकाले, लगनशील तरिकाले लागिरहने, त्यो मुद्दा उठाइरहने नेतृत्व चाहिँ यो चितवनले मागेको छ भन्ने मलाई लाग्दछ। र म तपाईँहरूको मुद्दालाई चाहिँ निरन्तर रूपले एकदम उठाइरहनको लागि म तत्पर भएर आएको छु। म यति आग्रह गर्दै म तपाईँहरूको यो मञ्चबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, जय घन्टी। धन्यवाद उपस्थित